नमस्कार अनि आत्मीय सुस्वागतम गर्न चाहन्छु मेरा प्यारा कृषक बुवा आमा दाजुभाइ दिदीबहिनीहरूलाई। आज हामीले हिमाचलमा छौँ। मटर तोराई गर्दैछौँ। हाम्रो मटर यस्तो भइसकेको छ। हामीले पहिले लगाएका थियौँ, हामीले भिडियो चाहिँ गराएका थिएनौँ। अब चाहिँ हाम्रो मटर तोडानमा आएको छ। मेरो श्रीमानले यहाँ तोड्दै हुनुहुन्छ। यता हेरी बक्स्यो हजुर। ठीक छ मटर? ठीक छ। कस्तो लाग्यो कृषि व्यवसाय? ठीक लाग्यो कि विदेश जाने प्लान ठीक लाग्यो? कस्तो कुन विषय ठीक लाग्यो? कृषि नै ठीक लाग्यो। सजिलो छ? ठीक छ। हामीले तोडिरहेका छौँ न। यतिको भएपछि चाहिँ तोड्नु पर्दो रहेछ। भिडियो छपेन होला के तोडिरहेका छौँ हामीले। यता चाहिँ हामीले तोडिसकेका छौँ है। अब थोरै मात्र बाँकी छ। यतातिर चाहिँ टन्नै छ, तोड्न बाँकी छ है। यति राम्रो फल्दो रहेछ नि। हामीले पनि फर्स्ट टाइम लगाएको है। एकदम राम्रो फलेको छ मटर। हेर्नुस्, यो चाहिँ एकदम छोटो समयमै तयार हुने कृषि हो हैन। 3 महिनामै यो तयार हुन्छ बेच्नको लागि। आम्दानी पनि राम्रो हुन्छ यसमा, दुःख कम हुन्छ न, लगानी कम हुन्छ, आम्दानी चाहिँ टन्नै हुन्छ यसमा। हाम्रो कति दाजुभाइ दिदीबहिनीहरू बाहिर विदेशहरूमा प्लानिङ हुनुभएको छ हैन। तर हामी पनि बाहिरै छौँ, विदेश जस्तै भन्छ हैन यसलाई पनि। हामी पनि इन्डियामै छौँ, भारतमा छौँ हैन। तर विदेशमा गएर दुःख पाएर अफिस आउनुभन्दा आफ्नै नेपालमा प्रशस्त मात्रामा जग्गा जमिनहरू हुन्छ हैन। एकदम सिप सिकेर राम्रो तरिकाले गोडमेल गरेर मलजल गरेर लगाउनु भयो भने चाहिँ विदेशलाई पनि यही कभर गर्दो रहेछ। एकदम राम्रो हुँदो रहेछ। हामीले पनि यही सिकिरहेका छौँ। यहाँ आएर केही समयपछि नेपाल आएर हामीले पनि यही कृषि व्यवसाय गर्नेछौँ। तपाईँहरूलाई पनि यदि गाह्रो साह्रो बाहिर छ भने आफ्नै नेपालमा कृषि व्यवसाय गर्नुहोस्, अर्ग्यानिक खानुहोस् हैन। स्वस्थ जीवन बनाउनुहोस्, फ्यामिलीसँग सँगै बस्नुहोस्। तोडान कार्यक्रम हाम्रो यहाँ जारी रहिरहेको छ। मेरो बाबा यहाँ चाहिँ आउँदै हुनुहुन्छ। हामी पुरै फ्यामिली यहीँ छौँ। मेरो बच्चाहरू यहाँ खेलिरहेको छ। फ्यामिलीसँग मजाले बस्दै रमाउँदै आफ्नो कृषि व्यवसाय अगाडि बढाउनुहोस् हैन। हामी त के गर्नु हौ, विदेश गएर फर्केर कुनै उपाय नलागेर यहाँ आएर यस्तो व्यवसाय सिक्दैछौँ। नेपाल आएपछि हामी पुनः गर्नेछौँ। तपाईँहरूलाई पनि राम्रो लाग्छ भने गर्दै गर्नुहोस् है। धन्यवाद।